बुढालाई हेप्ने छोरी मान्छेहरू। साथीहरू, म छोरी मान्छे हो, छोरी मान्छेको बारेमा भन्दैछ भनेर हजुरहरू नारिसाउनु होला। धेरै छोरी मान्छेहरू छ है त साथीहरू, आफ्नो बुढालाई भगवान जस्तो सम्मान गर्ने गर्छ। तर कुनै कुनै छोरी मान्छेहरू मैले देखेको छु साथीहरू, आफ्नो बुढालाई नि यति साह्रो हेप्ने, डोमिनेट गर्ने गर्छ, यति पनि इज्जत गर्दैन है साथीहरू। हो त्यस्तोको लागि चाहिँ म सानो मेसेज दिन चाहन्छु। भलै बुढा जस्तो पनि होस् है साथीहरू, लफङ्गा नै होस् है, केही नगरोस्, यतिकै घरमा बसेको होस्, तर बुढा छ नि साथीहरू, सोच्नुहोस् सुरक्षा कवच छ। कसैले पनि तपाईँलाई केही भन्न सक्दैन। तपाईँको नाममा नै खासमै है फल्नाको बुढी भनेर तपाईँलाई, फल्नाको बुढी तपाईँको बुढाको नाम तपाईँको माथि लागेर नै तपाईँलाई सुरक्षा गरिरहेको छ। यति कुरा याद राख्नु होला। अगर नि साथीहरू तपाईँको बुढा हुँदैन भने नि तपाईँ त्यो गाछबाट गिरेको एउटा पत्ता हुँदैन हो, त्यस्तो नै हुनेछ। हर कसैले चेप्दै जाने, हर कसैले जे चाहियो त्यही भन्न सक्ने। साथीहरू यति कुरा याद राख्नु होला। अहिले जस्तो तपाईँ फ्रिडम हिँड्नु सक्नुहुन्छ है, हाँस्नु सक्नुहुन्छ, बुढा छैन पनि त्यो सब चिज गर्नु सक्नुहुन्न। तपाईँ हाँस्यो भने पनि समाजले तपाईँमाथि उनी उठाउनेछ। केही छ साथीहरू, तपाईँले राम्रो लगायो भने पनि समाजले केही न केही कुरा गर्नेछ। खुसकिस्मत हुनुहुन्छ हजुरहरू, बुढा त छ सही सलामत। त्यसैले आफ्नो बुढालाई कहिले पनि डोमिनेट नगर्नु होला। तपाईँले कमायो भने पनि बुढालाई नहेर्नु होला है। दिन आयो भने उसले पनि कमाउँछ साथीहरू, मैले देखेको छु है। 80 से ज्यादा छोरा मान्छेहरूले कमाउँछ, लेकिन कहिले पनि गिल्टी फिल गराउँदैन कि तिमी घरमा बसेर खाँदैछ। तर 20% महिलाहरूले कमाउँछ साथीहरू, त्यसमा चाहिँ कुनै कुनै छोरी मान्छेले नि आफ्नो बुढालाई बार बार गिल्टी फिल गराउँछ कि तिमीले मेरो कमाइ खाँदैछ। यो धेरै गलत बात हो साथीहरू, कहिले पनि यो सब चिज नगर्नु होला। किनभने समय खराब छ अहिले, त्यही कारणले ऊ बसिरहेको छ। कसको पनि इच्छा हुँदैन, कुनै छोरा मान्छेको पनि इच्छा हुन्न कि आफ्नो बुढीको कमाइ खाम। समयले गर्छ है साथीहरू, तपाईँको बुढाको समय आयो भने 100% उसले कमाउनेछ। त्यसैले साथीहरू कहिले पनि आफ्नो बुढालाई डोमिनेट चाहिँ नगर्नु होला। मलाई चाहिँ पटक्कै मन पर्दैन साथीहरू। अनि एउटा कुरा मोस्ट इम्पोर्टेन्ट हो कि तपाईँले तपाईँको बुढाको इज्जत गरेन भने नि साथीहरू सोच्नुहोस् सबैभन्दा ठुलो बेइज्जती तपाईँ हो। तपाईँले सोच्नुहुन्छ होला तपाईँको बुढाको इज्जत छैन, होइन साथीहरू, समाजले लेकिन तपाईँलाई नै सबैभन्दा बेइज्जती औरत सोच्नेछ। किनभने नि बुढा बुढा हुन्छ साथीहरू, जस्तो पनि हो। त्यसैले सम्मान गर्न सिक्नुहोस्। यो सिस्टरको कुरा सुनेर विचार गरौँ।